एसी युट्युब च्यानल सबैजना सन्चै आरामै हुनुहुन्छ होला एन्ड म पनि एकदम सन्चै आरामै छु। सो चस्मा लाएर रेडी भएर कहाँ हो छोरो भन्दै सोध्नु भएको होला। अनि आज चाहिँ म कहाँ जाँदैछु, म चाहिँ आज घर जाँदैछु टक्क लाएर। अनि आज चाहिँ बिहिबार अनि भोलि र पर्सि चाहिँ क्लास बिदा थियो अनि घर गएर आउनु पऱ्यो। पोखरा आएको पनि एक हप्ता जति भइसक्यो होइन। अनि जे होस् याद आउँछ नि त घरको। अनि मम्मीहरूलाई पनि भेटघाट गर्नु पऱ्यो, आमाहरूलाई भेटघाट गर्नु पऱ्यो, दिदी बहिनीहरू भाइहरू सबैलाई भेटघाट गर्नु पऱ्यो भनेर म चाहिँ पोखरा टु बागलुङ जाँदैछु होइन। अनि आज चाहिँ बागलुङसम्मको यात्रा रहेको छ। अनि मौसम पनि आज क्लियर छ सबै होइन, क्लियर छ। आज चाहिँ पानी परेको छैन। अनि जियोस् बेलुका चाहिँ पानी पर्छ होला ढुक्क। अनि अब जियोस् लाग्नु पऱ्यो, 2 बजिसक्यो। अनि म र परुन जाँदैछौँ, ऊ पनि आज घर जाने भन्दै थियो। अनि ऊ चाहिँ बस पार्कतिर आउँछ अरे, अनि म चाहिँ यहाँबाट निस्किनु पर्ने हुन्छ। सो त्यही भन्दै बिदा लिन चाहन्छु। अनि पोखराको बसाइ पनि राम्रै चलिरहेको छ। जे होस् नयाँ कुराहरू सिक्न पाइएको छ, नयाँ मान्छेहरूलाई भेट्न पाइएको छ होइन। जे होस् भित्रको डर हुन्छ नि त, नयाँ ठाउँमा आएपछि कस्तो हुन्छ भन्ने त्यो डर हराउँदैछ बिस्तारै होइन। त्यस खुसी हुँदैछ। सुरुमा आउँदा चाहिँ हुन्थ्यो कि कस्तो ठाउँमा आएछ यार, केही थाहा छैन, केही गर्न आउँदै आउन्न होइन, केही चिनेकै छैन। म्याप पनि युज गर्न आउँथेन कि मलाई होइन। अनि म्याप पनि युज गर्न जान्यो, धेरै कुराहरू सिकिँदो रहेछ क्या। नयाँ ठाउँमा गएपछि धेरै नयाँ कुराहरू सिकिने के। बागलुङमा बसेपछि त्यही कुराहरू अब चलिरहेको छ नि त, बजारहरूको बारेमा त्यही थाहा हुन्छ नि त। अनि यहाँ आएपछि पनि छुट्टै हुन्छ क्या, उहाँभन्दा त यहाँ धेरै कुराहरू सिकिन्छ नि त होइन। सो त्यही हो। अनि जे होस् बसाइ चाहिँ राम्रै चलिरहेको छ। यति भन्दै भेट्नु पर्ने हुन्छ अहिले है त। चलते हैं परवीन। हेलो गाइज, हामी चाहिँ निस्किसक्यो। हाम्रो परुन सोल्टी चाहिँ पछि आइसकेको छ। अनि हामीले पेट्रोल हालेर यहाँबाट लाग्यो अब घरतिर होइन। अनि 2 बजे हिँड्ने भनेको के भयो खाजा खान लाग्यो। अनि त्यस्तै भयो त, त्यही भएर टाइम लाग्यो होइन। अब चाहिँ हामी ग्यास चलाएर जाँदैछौँ। के कस्तो हुन्छ भिडियो हेरिदिनु होला, इन्जोय गर्नु होला होइन। त्यही हो। घर जाँदैछौँ गाइस हामी चाहिँ आज खुसीको दिन पनि। अरे मालडुङ्गाबाट त जान्छस् कि के हो? कहाँ जाने हो अहिले थाहा हुन्छ। रोड देख्न सक्नुहुन्छ, बवाल छ होइन रोड चाहिँ। रोज पर्छ क्या यहाँ पानी पऱ्यो भने त लास्टै गर्छ। गाडीको यति हात्नुकै माथि पानी दिस इज कल्ड रियल शैली गाइस। चल्दैछ हामी अब घर चल्दैछ अन्त लागेको घर। रोड फेरि बाबा चिकिङ छ क्या होइन। दिलमा ठम्छ र दिलमा ठम्छ र
view guys. आम्मामा खतरा देखिरहेको छ। हामी चल्दै जान लाग्यो। धन्न चेकेको फर्केन। यहाँ फेरि पुल बन्दैछ, नयाँ पुलहरू होइन, बवालको बवाल बनिसक्यो। अब हल्का हल्का कामहरू चाहिँ हुँदैछ होइन, बेस भइसक्यो छ पुलहरू देख्न सक्नु। त्यो बनेकै बवालहरू चाहिँ अहिले रोड हेर्नु न, त्यो बवाल छ। हेरौँ के छ। आयो नि त कुदाउन त हामी रोड पाइसक्यो, बल्ल बोलाउँछ कि गाडी कुदाउन होइन। त्यो जाममा चलाउनु पनि केही मजा क्या होइन। ल इन्जोय दिस भिडियो भाइ। पतलू क्या हाल चाल? चार बज्न आँटिसकेको छ होइन। हामी चाहिँ अब पोखराबाट बल्ल बाहिर निस्किनु लाग्यो। हेर कति बेला पुगिन्छ घर चाहिँ थाहा छैन होइन। हामीलाई चाहिँ राति पर्छ होला घर जानको लागि, किनकि हामी हल्का ढिलै कुदाइ खतरै छ भन्नाले हामी स्लो जान्छौँ कि धेरै स्पिड पनि जाँदैन होइन। किनकि बाइकमा पनि धेरै भार पर्छ कि। जस्ट स्लोली इन्जोय गर्दै खाजासाजा खाँदै टक्क लगाएर हामी जान्छौँ घर होइन। त्यही हो, मौसम पनि खतरा मजा आइरहेको हेर्नु त, घाम लागिरहेको होइन होइन। राइड हान्न चाहिँ त्यही हो, खासै चेकिङ नभइदियोस् भगवान्, त्यही हो, त्यही चाहन्छु म पनि होइन। चेकिङ भएर त ल्याङ हुन्छ कि।
मजा आउँछ करेन बाइकमा मजा आउँछ करेन झन् यस्तो लङ टुरमा जान गयो कस्तो मजा आउँछ होला होइन मजा आउँछ नि केटाहरूसँग लाइन लिएर बस्नु मजा आउँछ रोड त फेरि खत्रै छ कि रोड त मजा आउने हामी अस्ति 4 जना गएको नि त खतरा रमाइलो भएको थियो कि दुर्पाटन जाँदा हामी 4 जना 4वटा बाइकमा 6 जना 4वटा बाइक कतिजना भयो 8 जना गएको नि त रमाइलो भएको थियो गाइस दुर्पाटनको चाहिँ भ्लग बनाउन पाएन केही अलिक नराम्रो लाग्छ होइन त्यही हो स्लोली जाम भनेको यस्तो रोड देखेपछि फेरि स्लोली जानै मन लाग्दैन कहाँ वहाँ भइहाल्छ चेक करो ये चेक करो माथि गएर बस्यो तिसँगि माथि त्यो दिदीको पसल दिन्थ्यो कि 30 पसल थियो भ्यू गाइस हेम्दाको रोड हो क्या होइन र त्यही त हेम्जा उयारी नै हेम्जा है गाइस हामी चाहिँ अहिले हेम्जामा आइसकेको छौँ अनि हेम्जाको रोड पनि ठुलो छ कि यता ठुलो रोडहरू अनि हरियाली हेम्जा पनि डेभलप बवाल डेभलप मजा यो धेरै स्पिड पनि नकुदाउँ होला होइन सातो गयो क्या कति सातो गएर रोड जसको हामी सधैँ जाँदैछौँ होइन कालिका चोकमा आइसकेको अहिले